नमस्ते साथीहरू, तपाईहरु के गर्दै हुनुहुन्छ? सिलेबस अनुसार पढ्नुपर्ने पनि धेरै छ हैन? अब एकीकृत बैंकिङको फर्स्ट पेपर एउटै सेम भए पनि सेकेन्ड पेपर सबको डिफरेन्ट छ। एकैचोटि छिटो छिटो एक्जाम हुनेवाला छ। अब छैठौं तहको पनि अधिकृत लेभलको एक्जाम दिने साथीहरूको पनि अब कति धेरै छ, कति धेरै सिलेबस त कुरै नगरौँ हैन, भ्याइ नभ्याइ छ। अब त्यसपछि एउटा त सिलेबसको कुरा भइहाल्यो। त्यसपछि अब देश विदेशमा भएका चाहिँ अर्थतन्त्र ब्याङ्किङसँग रिलेटेड चाहिँ जल्दावल्दा विषयहरू पनि अथवा वर्तमान परिप्रेक्ष्यहरू पनि सँगसँगै लैजानु पर्ने छ। धेरै गाह्रो छ। यो सङ्घर्षको समयले चाहिँ तपाईहरुलाई छिटै सफलता दिलाओस्, शुभकामना। म आज तपाईहरुलाई चाहिँ ग्रे लिस्ट अहिलेको जल्दोबल्दो एकदमै जल्दोबल्दो विषय नेपाल राष्ट्र बैंकको चाहिँ चौथो तहमा सहायक द्वितीयमा चाहिँ सोधि पनि सक्यो हैन। त्यही विषयमा चाहिँ आज केही कुराहरू लिएर तपाईहरुमा चाहिँ एउटा भिडियो लिएर आएकी छु। र ग्रे लिस्ट भन्ने बित्तिकै हामीले त अब लेख्दा फेरि डाइरेक्ट लेखेर पनि हुँदैन, पृष्ठभूमि सहित जानु पर्यो, क्वेशन कहाँबाट सोध्छ थाहा हुँदैन हैन। त्यही भएर त्यससँग रिलेटेड त सबै कुराहरू एउटा चाहिँ पढ्नै पर्यो, आफूलाई बेसिक नलेज त हुनै पर्यो हैन। अब यसको लागि सबभन्दा पहिला एफएटीएफ बाट हामी जानुपर्ने हुन्छ, जो चाहिँ ग्रे लिस्टमा राख्ने संस्था हो, अन्तर्राष्ट्रिय संस्था हो हैन। अब एफएटीएफ को कुरा गर्नुपर्दा यसको फुल फर्म त फाइनेन्शियल एक्सन टास्क फोर्स हो। यो 1989 मा G7 राष्ट्रहरूको पहलमा चाहिँ स्थापना भएको हो। यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ र यसको मुख्य काम भनेको चाहिँ के हो, मुख्य उद्देश्य भनेको चाहिँ के हो भन्दाखेरि विश्वव्यापी रूपमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापहरूमा भइरहेको वित्तीय लगानी अथवा यसलाई चाहिँ अब बुझिने भाषामा भन्नुपर्दा, सर्ट भाषामा भन्नुपर्दा सम्पत्ति शुद्धिकरण, नियन्त्रण, निवारण र रोकथाम गर्नका लागि बनेको एउटा संस्था हो। फाइनेन्शियल एक्सन टास्क फोर्सले अन्तर्राष्ट्रिय स्तरमा वित्तीय अपराधहरू विरुद्ध साझा मापदण्डहरू विकास गर्छ। अब सदस्य राष्ट्रहरू बीच वित्तीय प्रणाली कतिको प्रभावकारी छ भन्ने कुरा पारस्परिक मूल्याङ्कन मार्फत परीक्षण गर्छ। एफएटीएफ का चाहिँ 9 वटा क्षेत्रहरू छन्। एउटा चाहिँ नेपाल चाहिँ एसिया पेसिफिक ग्रुप अन्तर्गत पर्छ। एसिया पेसिफिक ग्रुप अफ मनी लन्ड्रिङले चाहिँ एसिया प्रशान्त क्षेत्रमा रहेका देशहरूमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्ध अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गराउने काम गर्छ। नेपाल चाहिँ डाइरेक्ट एफएटीएफ को सदस्य चाहिँ होइन। यही एपीजी को सदस्य चाहिँ सन् 2002 मा भएको थियो। यही एपीजी ले नेपालमा सन् 2005 मा, सन् 2011 मा र सन् 2023 मा म्युचुअल इभ्यालुएसन अथवा पारस्परिक मूल्याङ्कन गरेको थियो। यो मूल्याङ्कनले चाहिँ नेपाल सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्ध चाहिँ सक्षम छैन अथवा यसले चाहिँ आफ्नो प्रणालीलाई सक्षम चुस्त दुरुस्त नदेखिएको कारणले चाहिँ यसले चाहिँ उच्च जोखिममा रहेको कुरा 2080 भदौमा चाहिँ सार्वजनिक गरेको थियो, प्रतिवेदन सार्वजनिक गर्यो र एफएटीएफले त्यही प्रतिवेदनका आधारमा 2081 फागुनको 9 गते नेपाललाई दोस्रो पटक ग्रे लिस्टमा राखेको छ। यसभन्दा अगाडि नेपाल 2008 देखि 14 सम्म ग्रे लिस्टमा परिसकेको छ। के मुख्य पाटोमा जाउँ हैन। यो चाहिँ सायद नेपाल राष्ट्र बैंकमा यो क्वेशन सोधिसक्यो जस्तो पनि लाग्छ र तपाईहरुले पनि ध्यान दिएर सुन्नु होला। नेपाल किन एफएटीएफ को ग्रे लिस्टमा पर्यो अथवा नेपाललाई एफएटीएफले ग्रे लिस्टमा हाल्नुका आधारहरू के हुन्, के कारणले गर्दा हाल्यो भन्यो भने एउटा त सबभन्दा पहिले सम्पत्ति शुद्धिकरण निवारणका लागि नियम कानुन त बने, तर त्यसको कार्यान्वयन प्रक्रिया फितलो छ। कार्यान्वयनको अवस्था कमजोर देखिएकाले। अर्को भनेको सम्पत्ति शुद्धिकरण सम्बन्धी चाहिँ अनुसन्धान प्रक्रिया फितलो छ। नम्बर 3 अभियोजन प्रणाली प्रभावकारी देखिएन। नम्बर 4 अवैध सम्पत्ति जफतको अवस्था न्यून छ के गृह मन्त्रालयमा जफत गर्ने व्यवस्था छ हैन, छुट्टै व्यवस्था गरेको छ, तर पनि यसको जफत चाहिँ न्यून देखियो। त्यसपछि वित्तीय तथा गैर वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण कमजोर छ। त्यसपछि नियम उल्लङ्घनमा कडा कारबाहीको व्यवस्था छैन। त्यसर्थ अन्य अझै अर्को राष्ट्रिय जोखिम मूल्याङ्कन पर्याप्त रूपमा विकसित भइसकेको छैन।
र त्यसपछि यसमा अरू पनि कुराहरू जोड्न सकिन्छ, जस्तो अब अहिले ब्याङ्कहरूसँग तरलता थुप्रिएका कुरा गर्छौँ, जसको कारण घर जग्गा कारोबार होइन, अनुत्पादक क्षेत्रमा चाहिँ ब्याङ्कको कर्जा कति धेरै गएको छ, लगभग आधीभन्दा धेरै त अनुत्पादक क्षेत्रमै गएको देखिन्छ। ब्याङ्क तथा वित्तीय संस्थाको कर्जा, त्यसपछि क्यासिनो, हुन्डी, सहकारी जस्ता क्षेत्रहरू चाहिँ के हुन् त भन्दाखेरि सम्पत्ति शुद्धिकरणमा प्रयोग हुने उच्च जोखिमका क्षेत्रहरू हुन् कि यी क्षेत्रहरूमा उच्च कारोबार रकम उच्च भयो, तर अर्को चाहिँ के भएन भन्दा चाहिँ नियमन नै भएन क्या, नियमन एकदम फितलो देखियो। अनि त्यसपछि अर्को भनेको अहिले तपाईँहरूलाई थाहा नै छ, सबैलाई अवगत नै छ यो त, अब नेपालमा नातावाद र कृपावाद बढी हुन्छ। सम्पत्ति शुद्धिकरण जस्ता कुराहरूमा तपाईँहरूले देखिरहनु भएको छ, अहिले त यो जल्दो बल्दो नै भइसकेको छ। हाई प्रोफाइलका राजनैतिक चाहिँ पदस्थ व्यक्तिहरू, हाई प्रोफाइलका व्यक्तिहरू नै संलग्न छन्, जसले गर्दा चाहिँ उनीहरू त यत्तिकै बच्छन् नि त यहाँ होइन, चाहिँ राजनैतिक स्वार्थ अथवा राजनैतिक हस्तक्षेप भनौँ न त ले गर्दा पनि एउटा चाहिँ अनुसन्धान प्रक्रिया होइन, त्यसमा कारबाहीका प्रक्रियाहरू चुस्त दुरुस्त रूपमा अगाडि बढ्न सकिरहेका छैनन्। त्यसै गरी ट्याक्स छली त कति नेपालमा यसलाई नियमन गरिएको छैन, उच्च भ्रष्टाचार छ, जसले गर्दा चाहिँ नेपाल FATF-को ग्रे लिस्टमा परेको हो भनेर अब 8-10वटा पोइन्ट त भइसके, यति लेखिदिनु भयो भने सायदै पुग्छ। प्रश्नको अर्को मुख्य पाटो छ, नेपाललाई FATF-ले ग्रे लिस्टमा हाल्दै गर्दा, नेपाल ग्रे लिस्टमा पर्दै गर्दा नेपालले के कस्ता समस्याहरू सामना गर्नुपर्ने हुन्छ, के कस्ता असरहरू यसबाट पर्छन् भन्दाखेरि अब यसमा चाहिँ के लेख्नु पर्यो त भन्दाखेरि, एउटा त अन्तर्राष्ट्रिय जगतबाट देशको अर्थतन्त्रलाई हेर्ने दृष्टिकोण बदलिन्छ अथवा कमजोर हुन्छ, जसले गर्दा अहिले नेपाललाई चाहिँ अत्याधिक रूपमा अर्थतन्त्रको सबलीकरणको लागि आवश्यक पर्ने वैदेशिक लगानी घट्न जान्छ। नम्बर 2, आयात र निर्यातमा मुख्य समस्या सिर्जना हुन्छ। आयातित वस्तुहरू महँगो हुन जान्छन्, जसले गर्दा देशमा अझै मूल्य अभिवृद्धि हुन जान्छ। अर्को भनेको विदेशी मुद्राको इन्फ्लो कम हुन्छ, जसले गर्दा ब्यालेन्स अफ पेमेन्टमा पनि के हुन सक्छ त समस्या सिर्जना हुन सक्ने भयो। अब सरकारी ढुकुटीमा प्रभाव पर्छ। अर्को भनेको चाहिँ देशभित्र पनि वित्तीय शाख कमजोर हुने भयो। त्यसै गरी अनौपचारिक अर्थतन्त्र अझै धेरै हावी हुन्छ होइन, वैदेशिक रोजगारीका अवसरहरूमा सङ्कुचन आउने हुन्छ होइन। अब अर्को भनेको त के हुनसक्छ, अवैध कारोबार अझै बढ्न सक्ने भए होइन। अब नेपाललाई चाहिँ आफै स्रोत साधन व्यवस्थापन गर्न सक्ने अथवा विकासका लागि आफै स्रोत साधन जुटाउन सक्ने अवस्थामा नेपाल छैन। यसर्थ चाहिँ अनुदानहरू, ऋणहरू लिनुपर्ने हुन्छ, जसमा चाहिँ FATF-को ग्रे लिस्टले गर्दा ती ऋण र अनुदानहरू चाहिँ प्रदान गर्न वैदेशिक देशहरू अथवा फरेन कन्ट्रीहरू चाहिँ के हुन्छ, हिचकिचाउने हुन्छ होइन। अनि अर्को भनेको चाहिँ के हुन्छ त भन्दाखेरि नेपालमा होइन चाहिँ रोजगारीका अवसरहरू चाहिँ थप सङ्कुचन हुन जाने भए, विप्रेषणलाई औपचारिक माध्यमबाट आउने कार्य झन्झटिलो हुँदा चाहिँ यसको प्रभावले हुन्डी तथा अनौपचारिक कार्यहरू अझै बढ्ने भए। साथीहरू अल्छी पनि लागिसक्यो होला है, आजको लागि लास्ट टपिक छ। आजको टपिक चाहिँ के छ, अबको टपिक चाहिँ के हो भन्दाखेरि चाहिँ FATF-को ग्रे लिस्टबाट बाहिरिन नेपालले चाहिँ के गर्नुपर्छ, के कस्ता सुधार गर्नुपर्छ, चाहिँ बाहिरिनका लागि उपाय के हुन्छन् भन्ने छ होइन। यसमा चाहिँ अब ग्रे लिस्टमा लामो समय परिरहँदा ब्ल्याक लिस्टमा जाने सम्भावना पनि हुन्छ। त्यसर्थ नेपालले जतिसक्दो छिटो अन्तर्राष्ट्रिय विश्वास बढाउन, अन्तर्राष्ट्रिय स्तरमा अर्थतन्त्रको छवि घट्न नदिन छिटोभन्दा छिटो ग्रे लिस्टबाट बाहिरिनै तयारी गर्नुपर्छ भनेर भन्नु पर्यो। र यसमा चाहिँ बाहिरिनका लागि देखाएका उपायहरू अवलम्बन गर्न सक्नुपर्छ भनेर चाहिँ भन्नु पर्यो। अब यसले के भन्ने भयो त भन्दाखेरि, के हुने भयो त एउटा कुरा भन्दाखेरि, जस्तो छाया ब्याङ्किङ, हुन्डी, क्यासिनो जस्ता सेक्टरहरूलाई चाहिँ अनि रियल इस्टेट, सुनचाँदी व्यापार जस्ता क्षेत्रहरूलाई चाहिँ रेगुलेसनको दायराभित्र ल्याउनुपर्छ र यिनलाई चाहिँ अडिट प्रणालीमा लैजानुपर्छ भन्नु पर्यो एक नाम। अर्को भनेको डिजिटल पेमेन्ट प्रमोट गरी क्यास बेस्ड इकोनोमी घटाउनु पर्यो, साथै अनलाइन ट्रान्जेक्सन ट्र्याकिङ सिस्टम डेभलप गर्नु पर्यो। अर्को भनेको
जस्तो अवैध सम्पत्ति जफत भनेको हामीले जफत गर्ने संयन्त्र ढिलो छ, स्पष्ट छैन भनेर अघि समस्यामा लेख्यौँ। अब त्यसैलाई चाहिँ अवैध सम्पत्ति जफत गर्ने प्रक्रियालाई स्पष्ट र छिटो बनाउनु पर्यो हैन। अनि अर्को भनेको के हुन्छ त भन्दाखेरि घर जग्गा कारोबारमा लगानीका स्रोत खुलाउनु पर्यो हैन। अनि अर्को भनेको राष्ट्रिय जोखिम मूल्याङ्कन पद्धतिको विकास गर्नु पर्यो हैन। अनि अर्को भनेको सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुन, नियमावली र कार्यप्रणालीको नियमित समीक्षा गर्नु पर्यो हैन। अर्को भनेको त के हुन्छ भन्दाखेरि भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण न्यूनीकरणमा चाहिँ जनस्तरको लेभलको चेतना चाहिँ वृद्धि गर्नु पर्यो भन्नु पर्यो। जस्तो अनुसन्धानमा हामीसँग विशेषज्ञता छैन भने, हामीसँग विशेषज्ञ छैन भने अन्तर्राष्ट्रिय अथवा तेस्रो पक्षको सहयोग लिनु पर्यो। यस्ता कुराहरू चाहिँ के गर्नु पर्यो त पालना गर्नु पर्यो अथवा अवलम्बन गरेर एफएटिएफ का सम्पूर्ण चाहिँ मापदण्डहरू कार्यान्वयनमा ल्याएर चाहिँ नेपाल ग्रे लिस्टबाट बाहिरिन सक्छ भनेर भन्नु पर्यो है त।